भाइरल हुने क्रममा चाहिँ छाडा गीत कसरी नगाउनु होला सकेसम्म आफ्नो मौलिकपन नेपालीपन विश्वभरले चिनाउनु छ धेरै फरक पर्दो रहेछ हाँस्नु र रुनुमा गर्व लाग्छ मलाई हेर छन्त्याल हुनुमा ओइ छन्त्याल परे म त चिनेनौ र सोल्टिनाले छन्त्याल परे म त गर्व लाग्छ भन्न पाउँदा मलाई मेरो जात ओइ छन्त्याल परे म त रातैभरि चाहिँ गएको हामी गएको छौँ धेरै ठाउँ गएको छु मैले तर त्यसरी त्यो 3 दिन 3 रात चाहिँ गएको छैन तर दोहोरी चाहिँ त्यो सकिन्न कहिले पनि मैले यसो भने त्यो को हो र भन्ने कुरा हुन्छ त्यसो भने जसो चाहिँ चल्न दिउँ आफू चाहिँ त्यहाँ चाहिँ नजाऊँ भन्ने त्योसम्म नजाऊँ अब 50 वर्षसम्म चाहिँ सालको पात खस्यो हरार छोडी जाने निष्ठुरी मायाको सम्झनाले मनै डराएर मैले एकजनाको नाम लिँदाखेरि मेरो अग्रज कलाकारहरूसँग जससम्मका अहिले चाहिँ मेरो राम्रो सम्बन्ध सबैसँग छ त्यसो भने एकजनाको मात्र नाम लियो भने उहाँले चाहिँ ए मेरो नाम लिएन मसँग सँगै हुन्थ्यो भन्ने हुन्छ त्यसो भएर नै म एकजनाले भन्न चाहन्न किन बागलुङ जिल्लाकै कलाकारहरू जस्तो दुर्गेश थापा भाइ प्रकाश सपुर भाइहरूलाई पनि लिएर गर्नु पर्यो हुन्थ्यो भन्ने कुरा चाहिँ भएको छ दुर्गेशसँग त मेरो अस्ति पनि कुरा भएको छ समय मिलेसम्म गर्ने भन्ने कुरा छ प्रकाश भाइले चाहिँ फोन उठाएन सायद मैले चाहिँ अहिले चाहिँ बागलुङकै कलाकार राख्ने चाहिँ लगभग गायिकासँग सबैसँग बराबर छ त्यस्तो छैन एकजनासँग हे आइछ गइछ बोलीमै मिसाउने माया गर्ने हल्का चाहिँ रिसाउने बागलुङेको बोली सुन्दा पनि क्या मिठो बागलुङेको बोली माया पनि अर्छन्का झ्याप्पै ढिला खोली सुन्दा पनि क्या मिठो बागलुङेको बोली माया पनि अर्छन्का झ्याप्पै ढिला खोली म चाहिँ प्रायः सबैसँग बोलिरहेको हुन्छु होइन त्यसो भएर मलाई चाहिँ यो र यो भन्ने त्यो पोइन्टको आधारमा त्यति धेरै चाहिँ त्यस्तो छैन सबैजना त्यस्तै हुन्छ मैले यसो भने त्यो को हो र भन्ने कुरा हुन्छ त्यसो भने जसो चाहिँ चल्न दिउँ आफू चाहिँ त्यहाँ चाहिँ नजाऊँ भन्ने त्योसम्म नजाऊँ अब 50 वर्षसम्म चाहिँ गलत बाटोमा छ गलत दिशामा छ यसको निगमन हुनुपर्छ यसलाई चाहिँ सरकारले हेर्नुपर्छ कुनै चाहिँ एउटा आयोग बनाउनु पर्छ जस्तो लाग्छ तर के गर्ने यहाँ केही पनि छैन त्यही समस्या छ ए भन्छन् भाकल नपुगे पिर छ गलेश्वरमा महादेव मन्दिर छ म्याग्दी खोलाको म त परे म्याग्दी खोलाको किन हो र नसुन्ने मायाले मैले बोलाको सङ्घ संस्थाले गरेको कार्यक्रममा त्यसरी चाहिँ लुट्ने बिच ठग्ने भन्ने कुरा हुँदैन यहाँलाई स्वागत छ सर सुरसिनेमामा धन्यवाद नमस्ते तपाईँलाई सर सम्भवतः हजुर नेपालभन्दा बाहिर बस्नुहुन्छ अहिले नेपाल आएको सन्दर्भमा हामीले भेटेर कुराकानी गरिराखेका छौँ कहिले आउनुभयो के छ यो म अहिले नेपालमा आएको ठ्याक्कै 5 दिन भयो 5 दिन भयो कति समयको लागि आउनु भएको छुट्टी त 2 हप्ताको थियो बाहिर क्यानाडा थिएँ क्यानाडा हुँदै कतार हुँदै नेपाल आएको थिएँ 5 अब भोलि नै फर्किँदैछु कतार भोलि फर्किँदै हुनुहुन्छ हजुर अब युवराज छन्त्याल यो नेपाली गीत सङ्गीत क्षेत्रमा नौलो नाम नयाँ नाम पक्कै होइन होइन धेरैले चिन्नु पनि हुन्छ तपाईँ आफै पनि सर्जक पनि हो गायक पनि हो तपाईँले धेरै गीतहरू निकाली पनि सक्नु भएको छ कोरी पनि सक्नु भएको छ कतिवटा गीत भएछ सर मेरो यात्रा जहाज चढेरदेखि सुरु गरेको यात्रा हो सायद अहिले 80 नै भन्ने छ जस मेरो विचारमा 17-18 भयो होला 17-18 हजुर गाउनु भएको लेखेको गीत कति समय भएछ 2012 भनेपछि लगभग 68-69 देखि म पर्सुसम्ममा गएको छ हजुर पहिलो गीत कुन थियो पहिलो गीत फेरि मेरो जहाजै चढेर भनिहाल्नु भयो त्यो बेलाको अलिकति त्यो गीतको अलिकति कसरी बन्नु भएको थियो कसरी निर्माण गर्नु भएको थियो यो विदेश आउने जाने क्रममा म पनि काठमाडौँ आएको थिएँ त्यति बेला यो विदेशमा जाने त्योभन्दा अगाडि नै विदेश चाहिँ गइसक्नु भएको थिएन त्यति बेलै बनाएको गीत हो जाँदैछु म विदेशतिर जहाजै चढेर जाने भएपछि बनाएको गीत तपाईँ आफै जाने भइसकेपछि चाहिँ गीत पनि लेखेर बनाएको गीत हजुर त्यो आफ्नै जीवनसँग मेल खाने कि सबैसँग सायद सबै हामी म जस्तो युवाहरूको मेल खाने होला जस्तो लाग्छ मलाई चाहिँ
जहाजै चढेर थियो है हजुर त्यो पछि 17-18 वटा गीत गाइसक्नु भयो गाइसके तपाईको कलाकारिता यात्रा त त्यहीँबाट सुरु भयो त्योभन्दा अगाडि चाहिँ अगाडि गाउँघरतिर प्रतियोगितामा गाउने यस्तो त रहिरहन्थ्यो प्रतियोगिताहरू अफिसियली चाहिँ त्यति बेलाबाट सुरु भयो जहाजदेखि गाउँघर भनेपछि तपाईँ कहाँ जन्मिनु मेरो बागलुङ जिल्ला बागलुङ त त्यो कलाकारिताको उर्वर माटो भएको उर्वर भूमि हजुर होइन सम्भवतः यो गीत सङ्गीत क्षेत्रमा अझ विशेष गरी लोक गीत सङ्गीत क्षेत्रमा सबैभन्दा बढी कलाकार जन्माउने जिल्लाको रूपमा पनि बागलुङलाई लिइन्छ नि एकदम कस्तो थियो तपाईँको त्यो बाल्यकाल ककसका गीतहरू सुनेर हुर्किनुभयो ककसका गीतहरू गुनगुनाउनुहुन्थ्यो बाल्यकालमा हामी अग्रज कलाकारकै गीतहरूबाटै गाएको त्यस्तै हाम्रो चाहिँ रोडी बस्ने हुन्छ हरेकमा बेबा व्रतबन्ध हरेक कामका जे हुन्छ त्यसमा रोडी नै बस्ने हुन्छ त्यही रोडीमा चाहिँ अग्रज कलाकारकै गीतबाटै गाएको तपाईँलाई अहिले याद छ कुन कुन गीतहरू गुनगुनाउनुहुन्थ्यो सुन्नुहुन्थ्यो हामी त्यति बेला सालको पात खस्यो हरेर भुइँमा धुलो छ पानको पात धेरै गीतहरू त्यति थुप्रै गीतहरू सुन्नुहुन्थ्यो गुनगुनाउनुहुन्थ्यो मेलापात जाँदा होइन हजुर मेलापात घाँस चरा हरेक बाख्रा गोठाला घाँस चराउन घाँस काट्न जाँदाखेरि गुनगुनाउने सुन्ने गीतहरू थियो त्यो तपाईँ आफै पनि गायक भएको हिसाबले त्यो समयमा तपाईँले गुनगुनाउने सुन्ने गीतबाटै एउटा यो कुराकानी हामी सुरुमा पनि छौँ कुनै एउटा गीत सुनौ न सर त्यही तपाईँले त्यो बाल्यकालमा सुनेका गुनगुनाएका गीतहरू बाल्यकालमा गुनगुनाएका धेरै गीतहरू चाहिँ सालको पात खस्यो हरार छोडी जाने निष्ठुरी मायाको सम्झनाले मनै डराएर गीतहरू चाहिँ बढी गुनगुन्दै होला त्यो बेलामा त्यस्तो छोडी जाने माया बनाउनु भएको थियो कि बनाउनु भएको थिएन सर त्यति बेला त त्यो मायापट्टि त्यति थिएन अहिले जस्तो फेरि पनि घाँस दाउरा गर्दाखेरि मेलापात गर्दाखेरि गोठाला जाँदाखेरिका माया प्रेम त्यो माया प्रेम धेरै राम्रो थियो माया पनि चाहिँ धेरै गाढा थियो अहिलेको भन्दा अनि कलाकारै बन्छु भनेर चाहिँ कहिले लाग्यो सर कलाकारै बन्छु भनेर चाहिँ रहर चाहिँ गरेको 68 हो त्यति बेला गीत रेकर्ड गरेँ एकैचोटि 3वटा गीत रेकर्ड गरेको त्यति बेला त्यो पहिलो गीत चाहिँ जहाज चढेर भयो त्यसपछि बुर्किबाङ जाने हो पोखराको बजार ट्याक्सी गुच्छन साले 3वटा गीत एकैचोटि त्यही वर्ष ल्याएको थियो मैले अनि अहिले परदेशको भूमिमा हुन्छ सर यो रहर कि बाध्यता यो रहरै भन्दा होला जस्तो लाग्यो मलाई चाहिँ होइन धेरै नेपालीहरुको चाहिँ होइन मैले वैदेशिक यात्रा चाहिँ तपाईको यो त बाध्यतै हो सर त्यही त धेरै नेपालीहरुको त बाध्यतै हो नि त मेरो पनि बाध्यतै हो त्यही त तर पनि वैदेशिक भूमिमा भए पनि नेपाली गीत संगीत क्षेत्रलाई चाहिँ माया गर्नुपर्छ केही न केही योगदान दिनुपर्छ भन्ने चाहना चाहिँ तपाईमा भएर गीतहरू नेपाल आएका सन्दर्भमा अथवा वहीँ भए पनि गीत रेकर्डहरू गर्ने निकाल्ने काम चाहिँ भइरहेछ नेपाली गीत संगीत नेपाली मौलिक गीत संगीत जोगाउनु पर्छ भन्ने धारणाको व्यक्ति भएको हुनाले त्यो चाहिँ कन्टिन्यू गरिरहेको छु अहिले पछिल्लो समयको चाहिँ कुन गीत सर तपाईको अहिले पछिल्लो समयका गीत मेरो म्याग्दी खोलाको अहिले भर्खरै नयाँ गीत रेकर्ड गरेछु बागलुङीको बोली अनि यो भन्दा अगाडिको चाहिँ छन्त्याल परेमा त धेरै गीतहरू छन् तीमध्येकै कुनै एउटा गीत सुनौ न ठिक छ अब तपाईँ आफै गायक पनि भएको हिसाबले अहिले म आउने गीततिरै जाम हुन्छ हे आइछ गइछ बोलीमै मिसाउने माया गर्ने हल्का चाहिँ रिसाउने बागलुङेको बोली सुन्दा पनि क्या मिठो बागलुङेको बोली माया पनि अर्छन्का झ्याप्पै ढिला खोली सुन्दा पनि क्या मिठो बागलुङेको बोली माया पनि अर्छन्का झ्याप्पै ढिला खोली माया पनि अर्छन्का झ्याप्पै ढिला खोली माया पनि अर्छन्का झ्याप्पै ढिला खोली हैन सर यो ठ्याक्कै उतै बोली नै तपाईहरुकै हाम्रो बोली नै हाम्रो यो हो बोलचालीको भाषालाई टपक्क टिपेर गीतमा उतार्नु भएको छ हैन हजुर अब तपाई आफैलाई नै चाहिँ यो कलाकार देखेर चाहिँ मलाई पनि कलाकारै बनाऊ गायक नै बनाऊ सर्जक नै बनाऊ भन्ने लागेको भन्ने चाहिँ को हुनुहुन्छ त्यस्तो एकजना हुन्न सबैजना अग्रज कलाकार मेरो लागि फेरि पनि अझ बढी सुन्ने बढी अझ उ गर्ने मन पर्ने हैन उहाँले गर्दा चाहिँ मलाई यो क्षेत्रमा अझ लागेको भन्ने त्यस्तो कोही त हुनुहुन्छ होला नि त त्यस्तो चाहिँ हाम्रो अग्रजहरू सबैजना हुनुहुन्छ त्यसै भएर मैले एकजनाको नाम लिँदाखेरि मेरो अग्रज
कलाकारहरूसँग जससँग अहिले चाहिँ मेरो राम्रो सम्बन्ध सबैसँग छ। त्यसो भने एकजनाको मात्र नाम लियो भने उहाँले चाहिँ ए मेरो नाम लिएन मसँग सँगै हुन्थ्यो भन्ने हुन्छ। त्यसो भएर नै म एकजनाले भन्न चाहन्न, किनभने उहाँहरू सबै मेरो एकदम समूहको श्रेष्ठी हुनुहुन्छ अग्रज भाइ पनि। त्यसो भएको हुनाले सबैजनाबाट प्रभावित छु भन्नु पर्ला। बाल्यकाल चाहिँ कसरी बित्यो सर हजुरको? बाल्यकालमा म स्कुल पढ्दा म होस्ट पनि गर्थेँ, एङ्करिङ पनि गर्थेँ कार्यक्रममा, डोरी गाउने, एङ्करिङ गर्ने, भलिबल खेल्ने, यस्तै तरिकाले बितेको थियो। के भनिन्छ भने त्यो बेलामा त अझ गाउँघरतिर विशेष गरी दोहोरी जित्यो भने महिला कलाकारलाई आफैले लैजान पाउने अथवा श्रीमती बनाउन पाउने, पुरुष कलाकारलाई पनि महिला कलाकारले श्रीमान बनाउन पाउने भनिन्छ नि। त्यो चाहिँ हाम्रो अलि पहिलो पालामा, हाम्रो पालामा चाहिँ त्यो चाहिँ अलि थिएन। तर दोहोरी चाहिँ गीत गाए बिहान उठेर लाने अलि अगाडिको अघिल्लो जेनेरेसनको थियो। हाम्रो जेनेरेसनमा त्यो आइपुगेर त्यो अलि हटिसकेको थियो। तर त्यो जेनेरेसनको चाहिँ हामी चाहिँ डोरी गाउने च्याम्पियनमा धेरै भयो, तर त्यसरी लाने चाहिँ छैन। त्यो हामीभन्दा अघिल्लो जेनेरेसनको चाहिँ थियो, हाम्रो बुवाको जेनेरेसनको। दोहोरी गाएरै कति समय व्यतीत गरेको? अब जस्तो गाउँदा गाउँदै दोहोरी त 3 दिन 3 रात गाउँदा पनि सकिँदैन भनिन्छ नि त। तपाईँको त्यस्तो अनुभव छ सर? जस्तो हामी रातैभरि चाहिँ गएको, हामी गएको छौँ, धेरै ठाउँ गएको छु मैले। तर त्यसरी त्यो 3 दिन 3 रात चाहिँ गएको छैन। तर दोहोरी चाहिँ त्यो सकिन्न कहिले पनि। अब तपाईँ त गीत सङ्गीतमै लागेर अथवा एउटा आफ्नो वैदेशिक रोजगारीको क्रममा पनि हुनुहुन्छ होइन? तर गीत सङ्गीतकै कारणले पनि विभिन्न देश घुम्नु भएको छ, डुल्नु भएको छ भन्ने मैले सुने। खास के हो सर? हजुर, म गीत सङ्गीतको कारण यो मेरो एउटा छन्त्याल परे म त। अनि नाच्न मन लाग्छ पञ्चे बाजा। अनि अहिले चाहिँ अर्को एउटा पञ्चे बाजा पनि आएको छ, म्याग्दी खोलाको भन्ने पनि आएको छ, त्यो पनि म पछि गुनगाउँछु। तिनै गीतहरू छन्। माया गरम भयो, फेसबुकले भेट गरायो, यी यथावत गीतहरूले गर्दाखेरि जस धेरै नै छन्, 4-5 जस्तो घुमेको छु। कुन कुन देश पुग्नु भएको छ सर? म अमेरिका, क्यानाडा, फ्रान्स, जर्मन, अनि लन्डन, कोरिया, जर्जिया, कतार, दुबईको यात्रा गरेँ। सर त त्यो घुम्ने मात्र काम हो क्या सर? धेरै देश घुमिसक्नु भएछ। अब धेरै नेपालीहरू बाध्यताले एउटै देश कामकै लागि मात्र जानुपर्छ। तर तपाईँ पनि बाध्यताले विदेश गएको, रोजगारीको लागि गयो भन्नुभयो। तर धेरै धेरै देश पुगिसक्नु भएछ। हजुर, एकदम धेरै देश। संयोग गीत सङ्गीतकै माध्यमबाट मिलेको? गीत सङ्गीतको माध्यम, जागिरको माध्यम, दुईटा माध्यमबाट मिलेको भन्नुपर्छ। तर संयुक्त गीत सङ्गीतकै माध्यमै भन्नुपर्छ। अहिले ठ्याक्कै तपाईँ कुन देश हुनुहुन्छ भन्नुभयो? अहिले म कतार छु। कतार। काम चाहिँ के गर्नुहुन्छ सर भन्न मिल्ने भयो? मिल्छ, म कस्टमर सर्भिस एजेन्टमै गर्छु कतार। त्यो कामको सिलसिलामा पनि तपाईँ विभिन्न देशहरू पुग्न पाउने अवसर पाउनु भएको छ र गीत सङ्गीतको कारणले पनि विभिन्न देश? हजुर, दुईटै कारणले गर्दा। विभिन्न देश विदेशमा जाँदाखेरि दर्शकहरूको माया होइन, एउटा आफू कलाकार भएकै कारणले पाउने देखाउने आदर सत्कार कस्तो हुँदो रहेछ सर? एकदमै राम्रो, उहाँले त्यही धेरै माया गर्नुहुन्छ। इभन म पनि बाहिर बस्ने, मैले पनि त्यो कलाकार त्यति नै माया गर्छु। त्यो माया देखेरै मैले पनि अरू कलाकारहरूलाई, कतारमा आउने कलाकारहरूलाई म कतारबाट त्यति नै माया गर्छु। यति धेरै माया गर्छु कि नेपालीपन उहाँहरूमा छ। जहाँ नेपालमा आयो भने त्यसरी भेटिन्न। नेपाली माया भनेको विदेशमै देखिन्छ। को कलाकारहरूसँग काम गर्नुभयो तपाईँले? मैले मेरो सृजना प्रायः सबै म आफै सृजना गरेको छु गीतहरू। होइन, तपाईँ त गायक हुनुभयो, शब्द सृजना लय पनि सम्भव तपाईँकै हुनुहुन्छ। मेरै गीतहरू। गायिकाको रूपमा कोसँग काम गर्नुभयो? अभिनयको रूपमा कोसँग काम गर्नुभयो? गायिकाको रूपमा चाहिँ मैले देवी घटिजीसँग गएको छु। अनि बागलुङकै माटो, बागलुङको प्रायः मैले बागलुङ कलाकार ल्याएको छु फेसबुकमा। देवी घटी, तिर्सना घटी, कालिका रोका, त्यसपछि गएर सरिता छन्त्याल, जया लक्ष्मी छन्त्याल, अनि गएर सहिमा श्रेष्ठ, अहिले पछिल्लो समय कुसुम थापा, अर्को एकजना गायिका हुन्छ भूमिका पनि। त्यसपछि कसैले अलिक बिर्सिँदै जाँदैछ, धेरैजनाले ल्याएको छ। को गायिकासँग काम गर्दा चाहिँ अझ त्यो सजिलो सहज होइन? त्यस्तो छैन, सबैजनासँग मलाई उस्तै लाग्छ। त्यस्तो मलाई योसँग राम्रो सहज छ, योसँग अझ त्यसै बढी सहज चाहिँ एकदम आत्मीयको हुनुहुँदो रहेछ भन्ने अझ हुन्छ। गायिकासँग सबैसँग बराबर छ, त्यस्तो छैन। एकजनासँग। मोडलहरू चाहिँ को तपाईँको गीतहरूमा कोसँग काम गर्नुभयो? को मोडेलहरूमा चाहिँ पार्वती राईदेखि लिएर सारिका केसी, रश्मि तामाङ, रिना थापा, धेरैजना कलाकारसँग पछिल्लो समय चलेका नामहरू सबैसँग प्राय चलेकादेखि नचलेकासम्मको लगभग होला। तपाईँ आफै नै अभिनय चाहिँ गर्नुहुन्छ है गर्नुहुन्न? मैले आफैले अभिनय अहिलेसम्म गरेँ। मैले अभिनय गरौँ आफै अहिले चाहिँ गर्ने खोजेको थिएँ मैले एउटा गीत, यो म्याग्दी खोलाको पञ्चे बाजामा। तर अहिले समय अभावको कारणले अहिले गर्न पाएन।
त्यस्तो लाग्दैन आफै अभिनय गरौँ आफै लगानी गरौँ होइन आफै सबै गरिसकेपछि लगानी आफ्नै शब्द सङ्गीत आफै गायक भइसकेपछि आफै अभिनय गरौँ भन्ने त्यस्तो लाग्दैन रहेछ लाग्छ तर त्यो अभिनय गर्ने क्षमता मसँग छैन क्षमता छैन जस्तो लाग्छ आफ्नो आफूलाई अनि पुरुष कलाकारहरू चाहिँ तपाईँले कोसँग काम गर्नुभयो पुरुष कलाकारहरू चाहिँ शङ्कर विश्वदेखि शिवन पोखरेलदेखि लिएर उहाँदेखि लिएर अन्य नयाँ धेरै कलाकारसँग गरेछु मेरो गीतमा किन धेरै ग्रुपिङ पनि छ त्यसो भएर लगभग नेपालका नाम चलेकादेखि नचलेका कलाकारहरू सबैसँग गरेको छु होला अब तपाईँलाई मैले सोधेँ फेरि तपाईँले मलाई सबै मनपर्छ भन्नुहुन्छ मनपर्ने पुरुष कलाकार महिला कलाकार होइन अझ बेसी तपाईँलाई भन्न त मलाई सबै मनपर्छ मन परेर काम गरे भन्नुहुन्छ तपाईँले त्यो जवाफ एकदम स्मार्ट जवाफ दिनुभएको छ होइन अझ बढी मनपर्ने चाहिँ कलाकार आर्टिस्टको हिसाबमा चाहिँ मोडलको हिसाबमा एज मलाई त्यस्तो सबै बराबरै लाग्छ एज अ डाइरेक्सनको हिसाब निर्देशकको हिसाबमा चाहिँ म पछिल्लो समय शिवन पोखरेल मेरो एकदम आत्मीय मित्र हुन्छ उहाँसँग बढी काम गरेको भएर म अहिले चाहिँ अरू त्यति बाहिर चाहिँ त्यति गरेँ होइन उहाँसँगै गर्छु जति पनि गीतहरू पछिल्लो समयका धेरै सहकारीहरू उहाँसँगै छ सहकारी अझ आउने गीत पनि उहाँसँगै सहकारी हुँदैछ डाइरेक्सन मात्र कि मोडल पनि हो नि त उहाँ त मोडल उहाँले कुनै गीतमा चाहिँ डाइरेक्सन मोडलिङ गर्नुहुन्छ प्रायः डाइरेक्सनै गर्नुभएको छ अब आउँदै गरेको पनि उहाँसँग नै छ उहाँसँग नै छ प्रोजेक्ट उहाँसँग सम्बन्ध चाहिँ तपाईँको अब कलाकारहरूसँग सम्बन्ध कस्तो छ तपाईँको विशेष गरी उहाँसँग र अन्य कलाकारहरूसँग सबै कलाकारसँग सम्बन्ध उस्तै हो तर उहाँसँग बढी आत्मीयता भएको हुनाले अलिक बढी छ जस्तो लाग्छ मेरो विचारमा के कारणले त्यस्तो हो काम मिलेको अझ सहज मिल्ने उमेर पनि मिल्ने जस्तो भएर होला सायद कुरा पनि मिल्ने त्यही त भन्नु पर्यो उमेर मिलेपछि सबै थोक मिल्यो हो अनुभव त्यस्तै हुनु रहेछ अन्य गायक गायिका कलाकारहरूमा अझ एकदम आत्मीय चाहिँ को हुनुहुन्छ तपाईँ कोसँग अझ बढी आत्मीय हुनुहुन्छ अब काम गरिसकेपछि पारिश्रमिक मिलिने अब भेटघाट नि नहुने कुराकानी नहुने पनि हुन्छ होला धेरैसँग होइन अझ आत्मीय हुने म चाहिँ प्रायः सबैसँग बोलिरहेको हुन्छु होइन त्यसो भएर मलाई चाहिँ यो र यो भन्ने त्यो पोइन्टको आधारमा त्यति धेरै चाहिँ त्यस्तो छैन सबैजना त्यस्तै हुन्छ त्यो तपाईँहरूको गाउँघरतिरको दोहोरी कस्तो हुन्थ्यो सर एक टुक्का यस्तो अब यस्तो माहौल यस्तो हुन्थ्यो यसरी गाइन्थ्यो भन्थ्यो त्यहाँको डोरी गाउँघरको डोरी भनेको बुबा आमा दाजुभाइ दिदी सबैजना बसेर गाउने डोरी थियो त्यो माहौल भनेको सानो चाहिँ घर कहाँ हो कति कहाँ बस्छौ कतिमा पढ्छौ कति के खान्छौ भन्ने किसिमको डोरी थियो अहिले भने त्यस्तो डोरी हुने अहिले भनेको अर्कै खालको रमाइलोको डोरी मात्र हुन्छ अहिले अपाचे पनि हुन्छ आफै पनि डोरी गाएर लामो समय गरिसकेपछि एउटा कलाकार बनेको मान्छे अहिलेको दोहोरीहरू विशेष गरी लाइभ दोहोरीहरू अझ गीतहरू कतिपय अपाचे खालका होइन सुनै नसकिने खालकाहरू पनि आउँछन् कसरी लिनुहुन्छ कस्तो पाउनुहुन्छ तपाईँ अब यसलाई चाहिँ रोकथाम गर्ने निकाय कोही छैन त्यसो भएको हुनाले अब कसलाई यहाँ मैले यसो भने त्यो को हो र भन्ने कुरा हुन्छ त्यसो भने जसो चाहिँ चल्न दिउँ आफू चाहिँ त्यहाँ चाहिँ नजाऊँ भन्ने त्योसम्म नजाऊँ अपाचे सकिसम्म चाहिँ समाजलाई चाहिँ डबल मिनिङ लाग्ने अर्थहरू समाजलाई चाहिँ पछाडि अलि असम्भव कुराहरूले चाहिँ त्यस्ता शब्द नलिउँ भन्ने चाहिँ भएर म प्रायः चाहिँ मौलिक गीतहरू नै गरिरहेको छु त्यस्तो हेरिराख्दाखेरि कस्तो लाग्दो रहेछ सर यस्तो यसरी गाउनु पर्ने यस्तो ओहो कुन बाटोतिर जाँदैछ कुन दिशातिर जाँदैछ नेपाली गलत बाटोमा गइरहेको छ गलत दिशामा गइरहेको छ लाग्छ एकदम गलत बाटोमा छ गलत दिशामा छ यसको निगमन हुनुपर्छ यसलाई चाहिँ सरकारले हेर्नुपर्छ कुनै चाहिँ एउटा आयोग बनाउनु पर्छ जस्तो लाग्छ तर के गर्ने यहाँ केही पनि छैन त्यही समस्या छ को कलाकारसँग काम गर्दाखेरि चाहिँ तपाईँलाई त्यो पारिश्रमिक वाइज पनि सजिलो ओहो उहाँले पारिश्रमिक कुरा नगर्ने काम चाहिँ सहज तरिकाले गर्ने भन्ने त्यस्तो भन्न मिल्छ सर को कलाकार त अझ सहज पारिश्रमिकको लागि भने मैले शिवन पोखरेल उहाँ बाहेक त अरू कलाकारलाई उस्तै हुन्छ अलि अब त्यही 10मा 9 भइहाल्छ सबैजना बराबर हुँदैन तर समग्रमा योमा चाहिँ राम्रो भन्यो भने अर्कोले फेरि अरू साथीहरूले फेरि उहाँलाई मात्रै भने मलाई भन्नु भएन भन्ने जस्तो लागेर मैले चाहिँ लगभग सबैजना जस्तै हो सबैसँग राम्रो सम्बन्ध सबैसँग राम्रो छ भन्नु अब काम नगरेका कोहीसँग काम गर्ने चाहना त्यस्तो छ सर यो गायक गायिकासँग चाहिँ काम गर्ने चाहना छ यो कलाकारसँग यो पुरुष कलाकार यो महिला कलाकारसँग भावी दिनमा जोडिने चाहना छ भन्ने त्यस्तो कोही कलाकार हुनुहुन्छ अहिले मेरो बागलुङको बोली गीत आएको भएको हुनाले बागलुङ जिल्लाकै कलाकारहरू जस्तो दुर्गेश थापा भाइ प्रकाश सपुर भाइहरूलाई पनि लिएर गर्नु पर्यो हुन्थ्यो भन्ने कुरा चाहिँ भएको छ दुर्गेशसँग त मेरो अस्ति पनि कुरा भएको छ समय मिलेसम्म गर्ने भन्ने कुरा भएको छ प्रकाश भाइले चाहिँ फोन उठाएन
सायद मैले चाहिँ अहिले चाहिँ बागलुङकै कलाकार राख्ने चाहिँ लगभग भेटघाट चाहिँ तपाईँको उहाँहरूसँग अहिलेसम्म भएको छ या छैन अथवा बागलुङकै भएको हिसाबले पहिल्यै भेटघाट भएको चिनजानको मान्छे हो कि उहाँहरू उहाँहरू भाइहरू हो हामी धेरै पहिला चिन्जान छ धेरै पहिला भेटघाट भइरहन्छ अहिले रिसेन्टली अहिले यो प्रकारले भेट भएको छैन उहाँहरू अझै बढी चर्चित हुनुहुन्छ गीत सङ्गीतकै माध्यमबाट पनि त्यो भएको कारणले पनि गीत सङ्गीतमा नै चर्चित आफ्नो जिल्लाको पनि भयो फेरि अब यो बागलुङको बोल्यो भने आफ्नो जिल्लाकोलाई पनि अलि अगाडि बढाऊँ भन्ने हिसाबले चाहिँ अब भाइहरूसँगै गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा चाहिँ महिला मोडलहरू चाहिँ मोडल अथवा गायिकाहरू त्यस्तो कोही महिला मोडल पनि हाम्रै बागलुङकै राख्ने मेरो पहिलो प्रायोरिटी छ त्यसपछि चाहिँ अब के हुन्छ भन्ने कुरा पछि हेरौँ न अहिले चाहिँ त्यही जिल्लावासी नै पहिलो प्रायोरिटी छ विशेष गरी तपाईँ आफ्नो बागलुङको माटोलाई चाहिँ अझ बढी माया गरौँ भन्ने चाहिँ चाहना राख्ने एकजना सर्जक गायक होइन हजुर हो एउटा गीत सुनौँ हामी लगभग कुराकानीको अन्त्यमा पनि छौँ अर्को मेरो एउटा गीत म्याग्दी खोलाको गीत आइरहेछ मैले अडियो चाहिँ बजारमा ल्याएको छु तर भिडियो त्यो पनि अब लगत्तै आउँछ त्यही अडियो गीत सुनाउँछु ए भन्छन् भाकल नपुगे पिर छ गलेश्वरमा महादेव मन्दिर छ म्याग्दी खोलाको म त परे म्याग्दी खोलाको किन हो र नसुन्ने मायाले मैले बोलाको यो पञ्चवाद्य गीत छ ठिक छ एकदमै राम्रो जस्तो अब तपाईँ कतारमा हुनुहुन्छ विभिन्न कार्यक्रम सांस्कृतिक कार्यक्रमहरू नै पनि हुन्छ होला तपाईँ पनि त्यो कुनै न कुनै संस्थामा आबद्ध हुनुहुन्छ होला उहाँ पनि हुनुहुन्छ कि हुनुहुन्न मैले राष्ट्रिय लोकप्रिय परिषद नेपाल शाखा कतारको संरक्षकमा छु त्यही त अब जस्तो कार्यक्रमहरू बेला बेलामा यस्तै सांस्कृतिक कार्यक्रमहरू हुन्छ नेपालदेखि कलाकार जान्छन् कलाकार कतिपय बिचल्ली हुन्छ लुटिन्छन् भन्ने खालका समाचारहरू होइन पनि आउँछन् के खास के हो सर त्यस्तो हुन्छ कि हुँदैन बिचौलिया र लुट्ने बिचौलियाको कुराहरू पनि नेपालमा चाहिँ पैसा खाने कुराहरू पनि धेरै आउँछन् नेपालमा चाहिँ बढी हुने रहेछ तर कतारमा त्यति धेरै हुँदैन सङ्घ संस्थाले गरेको कार्यक्रममा त्यसरी चाहिँ लुट्ने ठग्ने भन्ने कुरा हुँदैन अब कतिमा उहाँहरू जानुहुन्छ त्यो अनुसार नै उहाँहरूले पर्मिसन पेमेन्ट भन्छ अहिलेसम्म पेमेन्ट भएन भन्ने चाहिँ कमै सुन्ने छ अरे होइन जस कतारको चाहिँ तपाईँहरू आबद्ध भएको सङ्घ संस्थाले राम्रै छ हाम्रो संस्थाले हामी जसलाई डिल गर्छौँ त्यति पैसा चाहिँ भन्दा कमी चाहिँ दिएन बरु बेसी नै हेरेर पठाएको छौँ अझ खुसी बनाएर पठाउने अझ खुसी बनाएर पठाउँछौँ ठिक छ हामी ल कुराकानीको अन्त्यमा छौँ जाँदा जाँदै कुनै एउटा गीत गाउन गुनगुनाउन चाहनुहुन्छ जाँदै अब मलाई अझै विदेशमा त्यो यात्रा गर्नेमा सहज बनाउने गीत जुन मेरो आफ्नै जातलाई पनि चिनाउनु पर्छ भनेर एउटा गीत नागरी छन्त्याल परे म त हाम्रो लोपोन्मुख जात हो यो जातलाई पनि धेरै नेपालमा चाहिँ मगर हो सम्भव तपाईहरु हैन मगर छन्त्याल चाहिँ अलग्गै जात हो तर देख्दा चाहिँ मगर धेरैले मगर नै भन्छन् तर मगर नै भनेर चिनिन्छ के तर हाम्रो जात छुट्टै छ थोरै जनसंख्या भएको अनि यही गीतले चाहिँ म धेरै देशहरू घुम्ने अवसर पनि पाएको छु त्यही गीत सुनाउँछु हे धेरै फरक पर्दो रहेछ हाँस्नु र रुनुमा धेरै फरक पर्दो रहेछ हाँस्नु र रुनुमा गर्व लाग्छ मलाई हेर छन्त्याल हुनुमा ओइ छन्त्याल परे म त चिनेनौ र सोल्तिनाले छन्त्याल परे म त गर्व लाग्छ भन्न पाउँदा मलाई मेरो जात ओइ छन्त्याल परे म त यही नै ठिक जान के भन्न चाहनुहुन्छ जसले पनि अलि अन्तर्वार्ता हेरिराख्नु भएको छ तपाईँलाई युवराज छन्त्याल भनेर चिन्नुहुन्छ तपाईँको गीत सङ्गीत हेर्नु भएको छ अथवा नचिनेकै दर्शकहरूको लागि पनि के भन्न चाहनुहुन्छ जाँदा म लामो समयदेखि गीत सङ्गीतमा छु परदेशमा रहेर पनि नेपाली लोकगीत सङ्गीतलाई बचाइराख्नुपर्छ नेपाली मौलिक गीत सङ्गीतलाई बचाइरहनुपर्छ हाम्रो संस्कृति हाम्रो भाषा संस्कार धर्मलाई बचाइरहनुपर्छ हाम्रो र यो भाइरल हुने क्रममा चाहिँ छाडा गीत कसरी नगाउनु होला सकेसम्म आफ्नो मौलिकपन नेपालीपन विश्वभरले चिनाउनु छ म पनि सँग लगत्तै कतार पुगेपछि केही समय फेरि देश बाहिर जाँदैछु कार्यक्रमको लागि नेपाली मौलिक गीतहरू लिएर मेरो नयाँ गीत बागलुङको बोली म्याग्दी खोलाको अझ अर्को गीत पनि भोलि रेकर्ड हुँदैछ बागलुङको बजारमा भारी विषमका ए भोलि रेकर्ड गरेर तपाईँको भोलि नै फ्लाइट जाँदैछु भ्याइन भाइ यस्तो व्यस्त सेड्युलमा हुनुहुन्छ हजुर बागलुङको बजारमा भारी विषमका भ्युटारको तलतिर गलकोट हुँदै बुट्रीमा पुगेर माया मिसाङको भन्ने गीत छ भोलि पञ्चबार त्यो रेकर्ड गरेर जाँदैछु र मलाई मेरो आफ्नो युट्युब च्यानल पनि खोलेको छु युट्युब च्यानल सेम युवराज छन्त्याल नै छ
मलाई युवराज छन्त्याल युट्युब च्यानलमा सब्सक्राइब गरेर साथ दिनु होला र मेरा गीतहरू त्यति राम्रा छैनन् एकचोटि हेरिदिनु होला भन्न चाहन्छु। हस्, यो समय र कुराकानीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र यो गीत सङ्गीतमा सफलताको शुभकामना पनि तपाईँलाई जति माया चर्चा पाइराख्नु भएको छ अझ योभन्दा बढी चर्चा पाउनु होला भन्ने शुभकामना दिँदै छुट्छौँ। नमस्कार। हस्, नमस्ते, धन्यवाद।